7% लक्ष्मी सनराइज डिभेन्चर 2092 भनेको के हो त? यो डिभेन्चर आइपिओ भर्ने कि नभर्ने त? यो सबै कुरा म आजको भिडियोमा तपाईहरुलाई भन्ने नै छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला र तपाईहरु पनि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल नोटिफिकेसनलाई नि अन गरिदिनु होला ताकि यस्तै आइपिओ र शेयर मार्केट सम्बन्धी जानकारी तपाईहरुले आगामी दिनमा पनि मेरो च्यानलबाट हेर्न नै सक्नुहुनेछ। यो आइपिओ चाहिँ एक प्रकारले हेर्नु पर्दा शेयर होइन, यो चाहिँ डिभेन्चर हो। यसलाई चाहिँ ऋण पत्र भनेर भन्ने गर्दछ र तपाईले ब्याङ्कलाई पैसा ऋण दिनुहुन्छ र ब्याङ्कले प्रत्येक वर्ष तपाईहरुलाई 7% ब्याज दिने गर्दछ। यसको चाहिँ पर किता 1000 रुपैयाँ रहेको छ र तपाईहरुले मिनिमममा पनि 25 किता भर्ने पर्ने हुन्छ। यो भर्नलाई चाहिँ तपाईहरुको ब्याङ्क खातामा चाहिँ 25,000 जसरी नै हुने पर्छ। साथीहरु अब बुझौं यसको मुख्य जानकारी। यसको चाहिँ जारीकर्ता लक्ष्मी सनराइज ब्याङ्क रहेको छ। त्यसैगरी यसको ब्याज दर चाहिँ 7% वार्षिक रहेको छ र यसको अवधि चाहिँ 10 वर्ष रहेको छ। साथीहरु अब बुझौं यो एप्लाई गर्ने कि नगर्ने त? यदि तपाईहरु सुरक्षित लगानी चाहनुहुन्छ र निश्चित 7% ब्याज आमदानी चाहनुहुन्छ र 10 वर्षसम्म पैसा राख्न सक्नुहुन्छ भने तपाईहरुले यो एप्लाई गर्दा हुन्छ। तर यदि तपाईहरुले आइपिओ जस्तो लिस्टिङ गेन खोज्दै हुनुहुन्छ र छोटो समयमा नाफा कमाउने उद्देश्यमा हुनुहुन्छ र पैसाको आवश्यकता छिटै पर्न सक्छ भने तपाईहरुले यो एप्लाई नगर्दा नि हुन्छ। मेरो सुझावमा चाहिँ यदि तपाईको लक्ष्य आइपिओबाट बोनस वा लिस्टिङ कमाउने हो भने तपाईको लागि यो उपयुक्त होइन। तर यदि तपाईहरुले लामो समयसम्म सुरक्षित रूपमा पैसा राखेर 7% निश्चित ब्याज कमाउने उद्देश्यमा हुनुहुन्छ भने तपाईहरुले एप्लाई गर्न सक्नुहुन्छ। तपाईहरुले यसलाई आइपिओ जस्तै फाइदा दिन्छ भनेर भर्ने सोच्नु भएको छ भने चाहिँ नभर्दा नि हुन्छ। तपाईहरु पनि भर्ने सोचमा हुनुहुन्छ कि नभर्ने सोचमा हुनुहुन्छ कमेन्ट गर्न नबिर्सिनु होला र भिडियोलाई पनि एउटा लाइक गरिदिनु होला। धन्यवाद।